यहाँको अनुमति पाएको छु अनि बहिनीलाई यो समय म दिन चाहन्छु। नागोया नेपाली चर्चबाट हुनुहुन्छ, बहिनी यो समय लिन सक्नुहुन्छ। हुन्छ, आजको वक्तव्यलाई म सुरु गर्न जाँदैछु। आदरणीय सभापति महोदय, निष्पक्ष न्यायिक मण्डल तथा विभिन्न मण्डलीहरूबाट आउनुभएका आदरणीय पास्टर अगुवाज्यूहरू, विश्वासीहरू, साथै मेरा प्रतिस्पर्धी मित्रहरूमा मेरो नेपाली नागोया मण्डलीबाट कृष्ण विष्णुको क्रिस्टियन अनुवाद जयमसी। सर्वप्रथम त आजको तपाईँहरूको सामु प्रत्यक्ष उपस्थिति भए आफ्नो प्रस्तुति देखाउन नपाएकोमा एकदमै क्षमा प्रार्थी छु। साथसाथै मलाई यो प्रतिबन्ध मिलाइदिनुहुने नेपाली क्रिस्टियन एकता समाज जापानको आयोजक टिम लगायत परमेश्वरका प्रियजनहरूमा धेरै धेरै धन्यवाद तथा कृतज्ञता व्यक्त गर्न चाहन्छु। आजको मेरो विषय छ बोलाओ। साधारण भाषामा बोलाओ भनेको परमेश्वरले हामीलाई आफूतर्फ तानेर बोलाउनु हो, जुन कामको लागि मात्र नभए उहाँको जीवन परिवर्तन हुने जीवन हो। बोलाओ भन्नाले त्यो पनि बुझिन्छ कि परमेश्वरले हामीलाई आफ्नो अनुग्रहद्वारा उद्धार गर्न, पवित्र जीवन दिन र उहाँको सेवामा निर्भर रहन पनि बोलाउनु भएको हो। त्यसो भने के तपाईँहरूले कहिले सोच्नु भएको छ तपाईँको जीवनको उद्देश्य के हो अनि तपाईँहरू यहाँ किन हुनुहुन्छ? के तपाईँलाई पनि परमेश्वरले बोलाइरहनु भएको छ त? हामी कतिपल्ट सोच्छौँ कि बोलाउ त केवल पास्टर अगुवाहरूलाई मात्र आउँछ, तर होइन। बोलाउ त परमेश्वरलाई विश्वास गर्ने बालक, जवान र वृद्धहरूसम्म पनि परमेश्वरले बोलाइरहनु भएको हुन्छ। हामी आमाको गर्भ रचिनुभन्दा अघिदेखि नै परमेश्वरले हामीलाई बोलाउनु भएको हो। हामीले बाइबलले एर्मियाको 5 हेर्न सक्छौँ कि मैले तँलाई आमाको गर्भमा रच्नुभन्दा अघिदेखि नै चिनिसकेको थिएँ र त जन्मिनुभन्दा अघि नै मैले तँलाई अलग गरेँ र तँलाई जाति जातिहरूका निम्ति नियुक्त गरेको छु। हो, हामीलाई परमेश्वरले हामी जन्मिनुभन्दा अघिदेखि नै बोलाउनु भएको हो। त्यहाँ कुनै उमेर थिएन, कुनै पेसा थिएन, कुनै पद थिएन। धेरै जस्तो व्यक्तिहरूले, संसारिक व्यक्तिहरूले सोच्ने गर्दछन् कि बोलाउ त एउटा संसार हो, पेसा हो, पद हो भन्ने सोच्ने गर्दछन्। जस्तै बोलाउलाई शिक्षक, डाक्टर, नर्स, कलाकार र अन्य कुराहरूलाई बोलाउको मानिने गर्दछन्। तर बाइबलले के भन्दछ त? बोलाउ केवल पेसा होइन, जीवनको उद्देश्य पनि हो। यदि शिक्षक हुनु पेसा हो भने त्यो पेसा मार्फत पनि परमेश्वरको सेवा गर्न सकिन्छ। त्यो नै परमेश्वरको बोलाउ हो। कलसी 3:23 मा यसरी लेखिएको छ कि तिमीहरू जे गर्छौ त्यो दिलो ज्ञानले गर, मानिसले गरे जस्तो होइन, परमेश्वरले गरे जस्तै। त्यो नै साँचो बोलाउ हो। हामी जे गर्छौँ परमेश्वरको बोलाउतर्फ नै गर्छौँ। हामीले बाइबलमा हेर्यौँ भने पनि धेरै व्यक्तिहरूलाई बोलाउनु भएको, परमेश्वरले बोलाउनु भएको र बोलाउ पाएका व्यक्तिहरू देख्न सक्छौँ। जस्तै दाउद, नोहा, मोसा, समुएल, यशाया, एर्मिया र प्रेरितहरू। यी सबै बाइबलमा परमेश्वरले बोलाएका व्यक्तिहरू हुन्, जुन हामीलाई उदाहरणको निम्ति बाइबलमा राखिएको छन्। त्यस्तै गरी अहिले केही व्यक्तिहरूलाई हेर्ने हो भने पनि परमेश्वरबाट बोलाउ पाएका व्यक्तिहरू हामीले हेर्न सक्छौँ। जस्तै राजदूतहरू, पेनेगी, तपाईँको पास्टर, एल्डर, डिकन अनि तपाईँ आफै पनि। तपाईँ आफै पनि परमेश्वरमा बोलाइएको हुन्छ र म पनि परमेश्वरमा बोलाइएको छु। जब परमेश्वरले हामीलाई बोलाउनुहुन्छ, न त त्यहाँ बहाना हुन्छ, न त कुनै डर, न त कुनै अरू कुराहरूले। परमेश्वरले बोलाएका व्यक्तिहरूमा बहाना होइन, आज्ञाकारिता हुनुपर्छ, डर होइन, विश्वास हुनुपर्दछ र आफूमा मात्र निर्भर नभई परमेश्वरमा निर्भर हुने व्यक्तिहरू हुनुपर्दछ। त्यो नै साँचो बोलाउ हो। अनि हामी भन्न सक्छौँ कि प्रभु तपाईँ ममा बोल्नुहोस्। त्यो नै हाम्रो परमेश्वरसँगको बोलाउ हो। अन्त्यमा कतिपटक हामी चर्चमा जानुलाई मात्र चर्चमा जानुको निम्ति बोलाएका हौँ भन्ने हामी सोचिरहेका हुन्छौँ। तर हामी चर्चमा जानुको निम्ति होइन, चर्च बन्नको निम्ति बोलाएका व्यक्तिहरू हौँ। त्यसकारण आज हामी घोषणा गरौँ कि हामीले परमेश्वरबाट पाएको बोलाउलाई चाहिँ कसरी छुट्याउने अनि कसरी थाहा गर्ने भन्ने कुरालाई हामी सोच विचार गरौँ। के तपाईँले आफ्नो जीवनमा भएको परमेश्वरको बोलाउलाई स्वीकार गर्दै हुनुहुन्छ त? यदि स्वीकार गर्दै हुनुहुन्छ भने सुन्नुहोस् त, परमेश्वरले तपाईँलाई बोलाउँदै हुनुहुन्छ। हुन्छ, मेरा शब्दहरूलाई याद गर्छु। धन्यवाद। जय मसीह।